सम्पूर्णमा नमस्ते। यो भिडियो एसई दिएर कक्षा 11-12 मा पोखरा महानगरपालिका अन्तर्गत स्कलरसिपमा पढ्न चाहन्छु भन्ने विद्यार्थीहरूको लागि हो। धेरैजसो विद्यार्थीहरूले त आवेदन दिइसक्नुभयो होला पोखरा महानगरपालिका शिक्षा महाशाखामा गएर। कोहीले चाहिँ आवेदन दिन बाँकी हुन सक्नुहुन्छ। आज चाहिँ अन्तिम दिन हो, जेठ 6 गते। आज अन्तिम दिन भएको कारणले गर्दा तपाईँले छिटोभन्दा छिटो आवेदन दिनुपर्ने हुन्छ। आवेदन फर्म चाहिँ तपाईँले अनलाइन मार्फत पोखरा महानगरपालिकाको वेबसाइट वा फेसबुकको मार्फत सर्च गरेर पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। त्यो फर्म चाहिँ तपाईँले हस्तलिखित आफैले ह्यान्डरिटन रूपमा लेखेर पठाउनु पर्ने हुन्छ र तपाईँ स्वयं उपस्थित हुँदा चाहिँ जेठको 9 गते बिहान 8 बजे हुने कुरा पोखरा महानगरपालिका शिक्षा महाशाखाले पहिले नै जानकारी गराइसकेको छ। र तपाईँले फर्म भरिसकेपछि तपाईँको सिम्बल नम्बर आउँछ। त्यो सिम्बल नम्बर अनुसार तपाईँ कुन इक्जाम सेन्टरमा पढ्नुभयो भन्ने कुराहरू त्यहीँबाट थाहा हुने कुरा तपाईँलाई थाहा छँदैछ। थाहा नभएको भाइ बहिनीहरूलाई पनि यही भिडियो मार्फत मैले जानकारी गराएँ। र रहेको कुरा क्वेसन प्याटर्न कस्तो आउँछ भन्ने कुराहरूको बारेमा धेरै विद्यार्थीहरूको जिज्ञासा रहेको थियो। क्वेसन चाहिँ साइन्स र म्यानेजमेन्टको लागि छुट्टै छुट्टै प्याटर्नमा क्वेसन आउने गरेको छ। विगतको प्र्याक्टिसहरू हेर्दाखेरि तपाईँले त्यही अनुसार प्र्याक्टिस गर्नुपर्ने हुन्छ। अब धेरै समय त छैन, तपाईँले क्लास 9-10 मा पढेका कुराहरूलाई नै मल्टिपल चोइसको फर्ममा चाहिँ तपाईँले 4वटा अप्सनमध्ये एउटा बेस्ट अप्सन चाहिँ तपाईँले चुज गर्नुपर्ने हुन्छ। त्यो प्याटर्नमै क्वेसनहरू आउने गर्दछ र हामीले विगत 4-5 वर्षमा आएका क्वेसनहरूलाई एनालाइसिस गरेका छौँ। यो क्वेसन यही नै आउँछ भन्ने कुरा त बाहिर कतै हुँदैन, तर विद्यार्थी भाइ बहिनीहरूलाई सोधेर पहिला कुन क्वेसन आएको थियो भनेर हामीले मेमोरी बेस्ड एउटा क्वेसन तपाईँले प्राप्त गर्नको लागि तपाईँले अनलाइन मार्फत मैले यहाँनिर गुगल फर्मको लिङ्क राखिदिएको छु। त्यो लिङ्कमा आफ्नो डिटेल्सहरू भरेर तपाईँले त्यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ। र ती क्वेसनहरू चाहिँ जेठ 8 गते राति 8 बजे तपाईँको गुगल फर्म्सको रूपमा तपाईँको गुगल जिमेल आइडीमा प्राप्त गर्न सक्नुहुन्छ। ती मार्क्स ल्याउनु भयो भन्ने कुरा त्यही अन्तर्गत तपाईँले हेर्न सक्नुहुन्छ। र त्यो हेरिसकेपछि तपाईँले त्यसमा कुन क्वेसन रङ भयो र कुन क्वेसन राइट भयो भन्ने कुरा पनि त्यहाँबाट हेरेर भोलि हुने परीक्षा अर्थात् जेठ 9 गते हुने परीक्षामा ती जुन क्वेसन चाहिँ बिग्रिएको छ ती क्वेसनलाई चाहिँ सुधार्न सक्नुहुन्छ। र हामीले हाम्रो यो युट्युब च्यानल अन्तर्गत एउटा दुईवटा प्र्याक्टिस सेट चाहिँ हामीले तपाईँहरूलाई प्र्याक्टिस गराउनेछौँ। त्यो युट्युब च्यानल पनि हेर्न सक्नुहुन्छ र यो भिडियो चाहिँ चाँडै नै हामीले अपलोड गर्ने विचार गरेका छौँ। तपाईँले त्यो युट्युब च्यानलमा गएर पनि त्यो क्वेसनहरू चाहिँ प्र्याक्टिस गरेको अथवा हामीले सल्भ गरिदिएको क्वेसनहरू चाहिँ हेर्न सक्नुहुन्छ। त्यसको अलावा तपाईँले जेठ 8 गते चाहिँ त्यो क्वेसन प्राप्त गरेर तपाईँले त्यही अनुसार चाहिँ प्र्याक्टिस गर्न सक्नुहुन्छ भन्दै सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू।